हेलो गाइज, वेलकम ब्याक टु आवर च्यानल। म 24 घन्टासम्म केही पनि खानेवाला छैन। अहिले म 10 बजेतिरको खाना खाइसकेको छु। अब आजबाट म भोलि बिहान 10 बजेसम्म केही पनि खानेवाला छैन। र हाम्रो बडीमा कस्तो चाहिँ चेन्जेसहरू आउन थालिरहेका छ, के चेन्जेस आइरहेछ। कम साह्रो 24 घन्टा नखाँदा अलिकति लो इनर्जी जस्तो फिल हुन्छ। अरू चाहिँ त केही फिल हुँदैन। त्यो पनि हेर्नेवाला चाहिँ म गुगलको पनि त्यो रिसर्च गर्नेवाला छु। कति घन्टा 24 घन्टा नखाँदा हाम्रो बडीमा के असरहरू पर्छ अनि हामी आफ्नो पनि एक्सपिरियन्सले तपाईँहरूले भन्नेवाला छौँ। लेट्स सी गाइस। अहिले चाहिँ हामीले गर्नुको लागि केही पनि छैन। हामी भर्खर स्कुलबाट इक्जाम दिएर आइरहेको छु अनि खानासाना 10 बजेतिर खाइसकेको छु। त्यसबाट यो भिडियो स्टार्ट गरिरहेको छु। मजाले हामी 3 घन्टाको निन्द पुरा गऱ्यो। निन्द पुरा गरेपछि म जागेर अनि त्यसपछि फ्रेस भएर अनि म ड्रेस लाउन थालेँ कि अलिकति बाहिरबाट घुमेर आउनको लागि रेडी भएपछि मलाई एउटा असल चुनौतीको सामना गर्नु पर्यो कि मम्मीले भन्नुभयो कि खाना खाएर जा बाहिर। मैले चाहिँ भन्यो कि होइन, म गइरहेको छु चाहिँ कोचिङ पढ्न। झुट बोलेर म निस्केँ त्यहाँबाट। नत्र मलाई बिना खाना खाएर मम्मी जानै दिनुहुन्थेन। भोक त साह्रै लागिसकेका थियो। त्यसलाई साइडमा राखेर म बाहिर निस्केँ किनभने फ्रेन्डसँग घुम्दा गफसफ गर्दा त्यसको बारेमा माइन्ड त्यतातिर जाँदैन। त्यही भएर म बाहिर निस्केँ। 2-3 घन्टा मजाले म बाहिर घुमेपछि म घर फर्केँ। घर आउँदा भोक त लागिसकेको थियो, पेट पनि दुख्न थालिरहेको थियो। तर पनि के गर्ने, 24 घन्टा च्यानै थियो, केही पनि खान पनि सक्थेन। अब चाहिँ गर्नको लागि त केही पनि थिएन। त्यही भएर 1 घन्टातिर मैले बाहिरतिर बसेँ। त्यसपछि म आफ्नो रुमतिर आएँ चाहिँ भोलिको लागि इक्जामको लागि प्रिपेरेसन पनि गर्न। त्यसपछि म 2-3 घन्टासम्म अलिकति पढिसकेपछि खाना खाने टाइम भइसकेको थियो। मम्मीले चाहिँ बोलाउनु पऱ्यो थियो खाना खान। तर म तबियत ठिक छैन भनेर बहाना बनाएर भोकै छिटै गइहालेँ सुत्न। किनभने भोलि बिहान जागेर पनि इक्जामको प्रिपेरेसन गर्नु छ। 6 बजीतिर इक्जाम थियो। सुत्नको लागि त बेडमा गइहालेँ तर भोकको चल्ते निन्द पनि आइरहेको थिएन। जसरी पनि गरेर सुतेर उठ्दा बिहानपल्ट यति साह्रो भोक लागिसकेको थियो कि म तपाईँहरूले केही भन्न सक्दिनँ। पेट त यति साह्रो दुखिरहेको थियो तर पनि बिना केही खाई अनि बिना केही पानी पिएँ। ड्रेस लाएर अनि गइहालेँ स्कुलमा जाँदा इक्जाममा लो इनर्जी जस्तो फिल भइरहेको थियो। लेख्न चाहिँ मन गरिरहेको थिएन तर पनि जसरी पनि गरेर लेख्यो। त्यसपछि घर आएपछि यति साह्रो भोक लागिसकेका थिए कि मलाई चक्कर जस्तो पनि फिल आइरहेको थियो। त्यसपछि म चाँडै कपडा खोलेर ड्रेस खोलेर 10 बजीतिरबाट गएर म खाना खायो। अनि खाना खाएपछि म गइहालेँ सुत्न। टाटा बाई बाई, सी इन द नेक्स्ट भिडियो गाइज, बाई।